हाई गाइज आज मैले चाहिँ कुपनबाट चाहिँ मिक्सर मगाएको थिएँ सो चाहिँ त्यो आइपुगेको छ। मैले चाहिँ कामबाट फर्केर यो चाहिँ अनबक्सिङ गर्दैछु। मैले मगाएको मिक्सर चाहिँ कस्तो छ सो तपाईँहरूले चाहिँ हेरेर चाहिँ प्रतिक्रिया दिनुहोला है। मेरो मिक्सर चाहिँ आइसकेको छ। मैले सेल अस्ति चाहिँ किनेको थियो, बनाएको थिएँ, किनेको थियो कि चलिरहेको थियो, त्यो काम चलाइरहेको थियो। तर चाहिँ लास्टमा के भयो भन्दाखेरि त्यो सेलरोटी बनाउँछु भन्दा चामलको पिठो पिस्दाखेरि चाहिँ त्यो जम्मै त्यो बिग्रियो कि त्यो भएर चाहिँ त्यही भएर चाहिँ नयाँ मगाएको होइन। त्यो चाहिँ कुपनबाट मगाएको फिलिप्स ब्रान्डको चाहिँ कस्तो छ हेरौँ है, कस्तो आएछ त्यस्तो। कोरियामा चाहिँ एकदम सजिलो कि अनलाइनबाट सामानहरू मगाउन, अनि एक दिनमै आइपुग्छ है। अनि एकदम सजिलो चाहिँ तपाईँहरूले जे सामान चाहे पनि कुपन भन्ने एउटा एप छ, त्योबाट चाहिँ तपाईँहरूले चाहिँ एकदमै सजिलै तरिकाले चाहिँ मगाउन सक्नुहुन्छ। ड्याङ 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 यस्तो आएछ। अझै यसलाई चाहिँ यो चाहिँ सबै दिएको हुँदो रहेछ क्या बाहिर लेखेर। अनि यो चाहिँ यसरी धुलो बनाउन पनि मिल्ने, जुस पनि बनाउन मिल्ने होइन। अनि यो चाहिँ बोतल पनि देखाएको छ। अनि त्यसपछि यो मिक्सर चाहिँ ठुलो जुसहरू बनाउनको लागि र यो मसलाहरू बनाउनको लागि चाहिँ 3 पिस देखाएको छ। सो यो 3 पिस छ कि छैन यो भित्र सो कहिलेकाहीँ मिक्सर बिना त मसलाहरूदेखि लिएर हरेक कुराहरू यसमा है। अब नेपालको जस्तो सामानहरू हुँदैन। डुङ्गाको मल त्यो के भन्छ त्यो सिलौटा हो कि लोडा भन्छ। ओ माई गॉड, प्याकिङ त फिलिप्स ब्रान्डको हो। यो चाहिँ यसरी प्याकिङ गरेको। यो चाहिँ के हो, यो युज गर्ने मेथडहरू होला, यो चाहिँ टिप्सहरू होला। यो चाहिँ यति धेरै 3वटा रहेछ। अनि यसरी चाहिँ प्याकिङ यसरी भएको रहेछ है। अलिकति यता जानुपर्छ होला, सरी। सो यसरी प्याकिङ गरेको रहेछ एकदम कि यो नफुटोस् भनेर होला है। कति मजाले प्याकिङ गरेको के हो साथीको 3वटा नै आउँछ कि 2वटा मात्रै हो। यो चाहिँ यसको तल जोड्ने साथी थोरै हुँदो रहेछ क्या हो। छैन त अर्को 3 पिस देखाइरहेको थियो त। यो त्यही भित्र छ क्या है। यो चाहिँ 1 पिस भयो होइन। यो चाहिँ 1 पिस भयो, राम्रो रहेछ है। बोतलमा पनि जुसहरू बनाउनको लागि चाहिँ यो एकदमै बेस्ट। अनि यसको फेरि यो निकालेर अनि चेयरको राख्नलाई पनि रहेछ कि एकदम राम्रो लाग्यो मलाई चाहिँ यो। मन परेर एकदम किनेको हो नि त होइन। अनि चाहिँ यो चाहिँ अर्को छ। यसको भित्र सायद यसको भित्र छ मुनि पनि एकदम प्याकेजिङ चाहिँ एकदमै राम्रो अनि बेस्ट छ। सरी, मैले चाहिँ यो माइक्रोफोन युज गर्नुपर्ने, माइक्रोफोन चाहिँ युज गर्न बिर्सिएछ, तैपनि केही भएन। यो भित्र चाहिँ रहेछ एकदमै कति राम्रो रहेछ कि। हुन त ब्रान्डेड सामान हो नि त, सामान फिलिप्सको हो, एकदम राम्रो छ। कोरियामा राम्रो रहेछ कि। ओ माई गॉड, एक्साइटेड। अनि यो पनि यो फुट्ला भनेर होला है, स्क्र्याच होला भनेर। कति राम्रो कि साँच्चै कि। आई रियली लभ यु, आई रियली लाइक। सो एकदम राम्रो रहेछ, चिटिक्क परेको होइन। अनि यो चाहिँ स्मालवाला रहेछ। अनि स्माल पनि एकदम चिटिक्कै परेको रहेछ। यो चाहिँ मसलाहरू थोरै हुन्छ नि त। अनि फिलिप्स लेखेको छ है। यो चाहिँ यति राम्रो रहेछ होइन। यो एकदम लसुनहरू, यो चाहिँ खुर्सानीहरू पेस्ट बनाउनको लागि एकदम बेस्ट रहेछ। दाम पनि राम्रै परेको हो, त्यही भएर चाहिँ राम्रो आएछ। सो
3 पिसै आएको रहेछ है। यो चाहिँ बोतल एज अ जुस बनाउनको लागि 600 ml को रहेछ। अनि त्यसपछि यो चाहिँ जुसहरू बनाउनको लागि, यो मसला बनाउनको लागि एकदमै राम्रो आएको रहेछ। एकदम खुसी लाग्यो। अनि यो चाहिँ जोड्नको लागि चाहिँ तल पनि एकदम राम्रो रहेछ होइन। ठिकै परेको आएछ कि सामान चाहिँ, खुसी लाग्यो। यो पनि एकदम राम्रो साइजको रहेछ है। यो चाहिँ एकदम खुसी लाग्यो। सो प्राउड अफ यु, प्राउड अफ यु, प्राउड अफ मी होला है। नि त होइन होला है, के चाहिँ यो भित्रै राख्दा नि हुन्छ होला होइन। ओके, फाइनली चाहिँ मेरो चाहिँ एकदमै राम्रो सामानहरू आएको रहेछ। म चाहिँ यो चाहिँ देखाउँछु है त। यो चाहिँ यस्तो रहेछ है, 3वटा नै रहेछ। अनि यो चाहिँ तल जोड्ने, अनि यो चाहिँ जुसहरू बनाउनको लागि, अनि यो मसलाहरू बनाउनको लागि। जुसहरू अरू पनि बनाउन सकिन्छ होइन। अनि त्यसपछि चाहिँ यो चाहिँ पनि जुसहरू बनाउनको लागि। अनि यो बोतल रहेछ कि कति राम्रो है। मैले चाहिँ एकदमै अब अनावश्यक कुराहरू धेरै त किन जोड्ने हो र होइन। र यो कुराहरू चाहिँ एकदम के राम्रो लाग्यो मलाई, किनभने जुस बनाउनलाई छिटो छिटो हतार हतार यसमा राखेर चाहिँ जुस बनाए भयो। अनि मसलाहरूको लागि यसमा बनाए भयो। अनि अरू कुराहरू यसमा बनायो भने एकदम बेस्ट लाग्यो, राम्रो लाग्यो यो कुरा चाहिँ मलाई। सो यो कुराहरू है, यो सामान चाहिँ एकदमै बेस्ट लाग्यो। थ्याङ्क यू सो मच कुपन, अनि थ्याङ्क यू सो मच मी। यो फिलिप्स ब्रान्डको चाहिँ एकदमै बेस्ट रहेछ। मैले चाहिँ यसको चाहिँ मैले हेयर ड्राई पनि युज गर्छु, त्यो पनि एकदमै बेस्ट लाग्यो। अनि मैले चाहिँ यो कुपनबाट मगाइसकेपछि यसको त मैले चाहिँ यो 3वटा पेपर पठाएको थियो होइन। त्यो 3वटा पेपरमा चाहिँ के रहेछ भन्ने मैले चाहिँ यसो सर हेरेको होइन, अचम्मै लाग्यो कि यस्तो पनि हुन्छ, यस्तो पनि सेवा सुविधा दिएको रहेछ होइन। यो चाहिँ मलाई अचम्म लाग्यो होइन, एकदम खुसी पनि लाग्यो होइन। यो चाहिँ सबै कुराहरू देखाएको छ। यो चाहिँ यो 3वटा जुन चाहिँ फिलिप्स ब्रान्डको यो प्रोडक्टहरू छ, मिक्सर छ होइन। योमा चाहिँ ब्लेन्डर छ। योमा चाहिँ ती 3वटामा ल कुन चिजहरू चाहिँ कुन भाँडामा चाहिँ ब्लेन्डर गर्दा हुन्छ, मिक्सर चाहिँ युज गर्दा हुन्छ, ब्लेन्डर गर्दा हुन्छ भनेर चाहिँ यहाँ देखाएको रहेछ कि। अनि मलाई एकदमै म्याक्स छ। यो ठुलो चाहिँ यो फ्रुट्सहरू, ब्रोकाउलीहरू, सब्जीहरूको लागि रहेछ। अनि एउटा चाहिँ बोतल छ, त्यो पनि जुसहरूको लागि रहेछ होइन। अनि अर्को चाहिँ यो सानो स्मलवाला थियो नि, त्यो चाहिँ जस्तो हामी चाहिँ काजु बदामको धुलो बनाउन, चामलको धुलो, दालको धुलो, अनि लसुन, हरियो खुर्सानीहरू, अनि मसलाहरू बनाउनको लागि स्मल रहेछ। त्यो सानो जुन चाहिँ यो छ नि, यो चाहिँ सानो मसलाहरूको लागि। अनि यो पाउडर बनाउनको लागि, यो चामलहरू, अनि यो काजु बदामहरू, जे होस् तपाईँलाई कसैको धुलो बनाउन मन लाग्यो भने यो। अनि यो चाहिँ जुसहरू बनाउन लाग्यो भने, तपाईँ फलफुलको जुस या त सब्जीहरूको जुस बनाउन मन लाग्यो भने यसमा। अनि योमा चाहिँ अलि धेरै चाहिँ तपाईँले चाहिँ योमा पनि तपाईँले मिक्स चाहिँ गरेर चाहिँ बनाउनु, जुसहरू बनाउनु मात्रै मिल्दो रहेछ र अरू चाहिँ नमिल्दो रहेछ। मैले यसो योमा हेरेँ होइन। अनि हेरेपछि थाहा भयो कि के मिल्दो रहेछ भनेर। अनि कसरी युज गर्ने भन्ने त्यो पुरै युज गर्ने तरिका पनि देखाए चित्रसहित कि होइन। सबैजनाले त ल्याङ्ग्वेज आउला नआउला होइन। यहाँ चाहिँ इङ्ग्लिस छ, कोरियन छ, त्यसपछि यो कम्बोडियाको छ, अनि त्यसपछि चाइनिज पनि छ होइन। अनि त्यसपछि यो चाहिँ अर्को यो कहाँको भनेपछि यो चाहिँ थाइल्यान्डको पनि छ होइन। अनि त्यसपछि यो उद्रो भनेको इन्डियन पनि छ होइन।
इन्डियन पनि रहेछ र मैले हेर्दै जाँदाखेरि चाहिँ नेपाली ल्याङ्ग्वेज चाहिँ इन्डियन बङ्गाली पनि रहेछ तर हेर्दै जाँदाखेरि चाहिँ नेपाली ल्याङ्ग्वेज चाहिँ मैले देखेन है योमा चाहिँ तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ सर र होइन योमा चाहिँ तपाईँले कहीँ पनि नेपाली ल्याङ्ग्वेज देख्नु भएन होइन यो चाहिँ अरू देशहरूको जस्तो चाइना अनि त्यसपछि कोरिया त्यसपछि इङ्ग्लिस अनि बङ्गाली छ अनि कम्बोडियाको छ थाइल्यान्डको छ त्यसपछि चाहिँ इन्डियन पनि छ तर चाहिँ नेपाली चाहिँ रहेनछ यसमा होइन हामी नेपालीहरू यस्तै हो कि यस्तो कुराहरू धेरै पछाडि भन्छौँ हामी होइन नचाहँदा नचाहँदै पनि भन्नु के भन्नु होइन मैले चाहिँ माइक्रोफोन युज गर्न बिर्स्यो त्यो हतार हतारमा भिडियो बनाउन लागेको हुनाले चाहिँ अनि यसमा चाहिँ अचम्मै लाग्ने कुरा चाहिँ इन्टरनेसनल वारेन्टी कार्ड पनि रहेछ कि अचम्म के है म त एकदम अचम्म भन्नाले पनि एकदम प्राउड फिल भयो होइन यो चाहिँ यहाँ देखाएको छ इन्टरनेसनल वारेन्टी भनेर देखाएको छ कि तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ होइन इन्टरनेसनल वारेन्टी कार्ड पनि तपाईँले चाहिँ दिँदो रहेछ कि फिलिप्स यो ब्रान्डको सामानले चाहिँ वारेन्टी कार्ड पनि दिँदो रहेछ होइन चाहिँ यो प्रडक्टहरू चाहिँ चुज गरेँ होइन एकदमै राम्रो लाग्यो म फेरि कस्तो छु भन्दाखेरि जे सामानहरू पनि एकदम त्यो सोचेर त्यसपछि त्यसलाई हेरेर त्यो पढेर के छ कस्तो छ भनेर अनि मात्रै किन्ने बानी छ कि मेरो अनि त्यसपछि बरु राम्रो किन्ने बेस्ट किन्ने पैसा बरु धेरै परोस् केही फरक परेन तर चाहिँ सामान चाहिँ राम्रो हुनुपर्छ है ल है साथीहरू यो चाहिँ भन्न चाहन्छु र थ्याङ्क यू सो मच सबैजनालाई मैले चाहिँ यो युट्युब च्यानल पहिले बनाए पनि अब यसमा चाहिँ कन्टिन्यू भिडियोहरू अपलोड गर्छु हजुरहरूलाई मेरो भिडियोहरू कस्तो लाग्छ लाइक कमेन्ट एन्ड सब्सक्राइब सेयर पनि गरिदिनु होला है भन्दै सबैजनालाई टाटा बाई यस्तै यस्तै भिडियोहरू तपाईँहरूलाई ल्याउने छु भन्दै बाई बाई गाइस